हेलो गाइज वेलकम टु थ्री ब्रुज क्याफे अफिसियल युट्युब च्यानल। फेरि पनि तपाईँलाई स्वागत छ। आज चाहिँ हामी एउटा नयाँ अपडेट लिएर आएका छौँ। आज चाहिँ अब होली स्पेसल भएको कारणले गर्दाखेरि चाहिँ हैन, आज चाहिँ हाम्रो क्याफे क्लोज रहने भएको छ। त्यही कारणले गर्दा चाहिँ हजुरहरूलाई जानकारी दिनको लागि चाहिँ म आइसकेको छु थ्री ब्रुज क्याफेको तर्फबाट। आज चाहिँ हाम्रो क्याफे क्लोज हुनेछ है, भोलि खोल्नेछ सेम टाइम हैन। आज चाहिँ टक्क लगाएर क्लोज छ हाम्रो। अलिकति अब काम यताउता त्यही त हो नि। चुनाव पनि आयो, भोटसोट हाल्नलाई घरतिर पनि जानु पऱ्यो, तर भोलि फेरि आएर खोलिन्छ। त्यही भन्नलाई आएको म अपडेट दिनलाई। आज चाहिँ बन्द छ है, कसले हेर्नुहुन्छ हेर्नुहुन्न, हेरेर क्याफेमा आउने हजुरहरूले त थाहा पाइसक्नु भयो। अब आउनेले पनि अब यहाँ बन्द भएपछि थाहा नै पाउनुहुनेछ है। आज चाहिँ हाम्रो क्याफे क्लोज रहेको छ। सेम टाइम भोलिबाट खोल्नेछौँ हामी। फेरि अब चुनावको लागि त सबैतिर बन्द भइहाल्छ, 20-21 पनि बन्द हुन्छ होला भनेर यही भिडियो मार्फत जानकारी दिन चाहन्छु। हस् त, यति भन्नको लागि आएको म। हस् त, ह्याप्पी होली सबैजनालाई। होलीको रङहरू जस्तो सबैजना मिलेर बस्नु होला, त्यही भन्न चाहन्छु। हस् त, ह्याप्पी होली है।